हेलो गाइज, नमस्ते जोजोलोपा अनि तपाईहरु सबैजनालाई स्वागत छ मेरो आजको ब्लगमा। आशा छ तपाईहरु सबैजना त्यहाँ सन्चै हुनुहुन्छ अनि म पनि यहाँ ठिक छु। यहाँ हामी पारदेवमै पुगिसकेका छौँ। घरबाट बनाएनौँ हामीले ब्लग, सिधै यहाँ आएर बनाएको। अनि सबैजना तल गइसक्नु भएको छ हैन, गुफातिर जानुभयो। अब हामी पनि जान लागिरहेको। उता मन्दिर छ, तल गुफा छ रे, अनि हामी गुफातिर जान लागेको है गाइज। एकछिनमा देखाउँछु तपाईहरुलाई, लु जामै त। हामी चाहिँ अहिले गुप्तेश्वर मन्दिर जान लागिरहेछौँ अनि अहिले हामी सबैजना हिँडिरहेको। अनि त्यहाँ मन्दिरमा रमाइलो गरेर घर फर्किने सोचमा छु म त। हामी चाहिँ हिँडिरहेछौँ होइन गाइज अहिले। अनि तपाईहरु नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अनि मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला भन्दै वे गाइज हिँडेको। यहाँ माथि चाहिँ बहिनी होइन, हाई गर्दो। अब चाहिँ हामी तल गएर हजुरलाई देखाउँछौँ। सिधै तल गएर देखाउँछौँ है गाइज। हामी गुफामा फाइनल पुग्यौँ। यहाँ चाहिँ जुत्ता फुकाल्ने रहेछ है। सबैजना लाइन बसिराख्नु भएको छ। यहाँ धेरै लाइन छ होइन, अघिदेखि बसी भोक लागेर प्रसाद खान लागिरहेछ। दुईटा छ, सबैजना आधी आधी हामी सबैजना बाटेर खान्छौँ। लाइन बस्दैछ। गुफाबाट आइसकेको छौँ। यहाँ चाहिँ भिड धेरै रहेको छ, मान्छेहरू बढ्दै छ। हजुर, हामी आउँदा त त्यस्तो मान्छे थिएन। हामी त फर्स्टमै यहाँको गुफामा गएर आएर फर्स्ट त नभनौँ, अरू गुफा नि गएको छौँ। तर यस्तो टाइपको गुफा चाहिँ फर्स्ट टाइम नै हो। म चाहिँ दुईचोटि यो सन्दा गरेर यहाँ दुईचोटि आइसक्नु भयो। ओ माई गड। गाइज अब यहाँ हामी नाच्न लाग्यो होइन, नाच्ने पनि देखाउँछौँ गाइज। हाम्रो तिरको सांस्कृतिक बालमुनाच र सबैजना रमाइलो मान्दै हेरिरहेका छन् र कसैले त भिडियो पनि खिचिरहेका छन्। गाइस हामी चाहिँ अहिले खाजा खाने ठाउँमा पुगिसक्यौँ अनि यहाँ सबैजना चाहिँ आएका छैनन्, त्यही भएर हामी यता बस्दै गफ गर्दैछौँ।
यहाँ हामी सबैजना जम्मा भइसकेका छौँ अनि सबैजना बसेर गफ गर्दै हुनुहुन्छ अनि यता छोइला बनाउँदैछ खाजा खानको लागि अनि यता खाजा तयार भइसकेको छ अनि अहिले सबैजना खाजा लिएर खाँदै हुनुहुन्छ अनि म पनि अब खान लागिरहेको छु। खाजा सक्यो, गफ सक्यो, गीत पनि बज्यो। अब हामी गीत सुन्दै फर्किँदैछौँ। हामी चाहिँ खाजा खाने ठाउँबाट फर्किँदैछौँ। A few moments later. हामी चाहिँ अहिले भन्ज्याङमा पुगिसक्यौँ। यहाँ अब रमाइलो गरेर घर जाने हो अनि चौतारादेखि हिँडेर जाने हो हामी। ल गाइज म तल पुरा बसबाट कस्तो टाउको दुखिरहेको छ नि। लास्टै घाम आएको छ के गर्मी, लास्टै गर्मी। मैले लिपस्टिक लगाएको नि सबैजना तल गइसक्नु भएछ। अब मनी जान लागेको। यता त मजाले हावा चलिरहेको छ। यता हेर्नु त गाइस मेरो बाबा र मामा हाम्रो सांस्कृतिक धुनमा कस्तो मजाले नाचिरहनु भएको छ। अनि यता मादल बजाइराख्नु भएको छ अनि यता नाच्दै हुनुहुन्छ। हेर्नु त यहाँ हामी घर फर्केको ल। अब घर त होइन, अब चौतारादेखि नाचेर जाने। चौतारामा A few moments later. A few moments later. मेरो ब्लग यहीसम्म रहेको छ अनि धन्यवाद सबैजनालाई मेरो ब्लग हेरिदिनु भएकोमा। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने नबिर्सिकन गरिहाल्नु होला। यो ब्लग कस्तो लाग्यो तल कमेन्ट गरिदिनु होला। फेरि भेटौँला अर्को ब्लगमा। बाई बाई, गुड नाइट।